जब कुनै एक युवतीले गान्धीलाई भनिन्, म तिमीलाई माया गर्छु, गान्धीले मुस्कुराउँदै जवाफ दिन्छन्, म तिम्रो लागि योग्य छैन, तर तिम्रो पछाडि उभिएको मेरो भाइ जो मभन्दा कान्छो र राम्रो देखिन्छ ऊ योग्य छ। त्यसपछि युवतीले अचम्म मान्दै पछाडि फर्केर हेरिन्, तर त्यहाँ कोही पनि थिएनन्। त्यसपछि गान्धीले गम्भीर स्वरमा भन्छन्, यदि तिमी साँच्चै म प्रति प्रेममा थियौ भने तिमीले कहिले पनि पछाडि फर्केर हेर्ने थिएनौ। मित्रहरू, यो प्रसङ्गको सन्देश के हो भने साँचो प्रेम वा समर्पणमा कहिले पनि शङ्का हुँदैन। यदि प्रेम वास्तवमै सत्य हुन्छ भने बाहिरी लोभ, बाहिरी आकर्षण र विकल्पको खोजी हुँदैन। गान्धीले युवतीलाई दिएको उत्तरले यो स्पष्ट हुन्छ कि सत्य प्रेम स्थिर, अडिग र विश्वासपूर्ण हुन्छ। शङ्काले भरिएको प्रेम केवल आकर्षण र क्षणिक मोह मात्र हुन्छ। मित्रहरू, यो प्रसङ्ग र यो सन्देशमूलक भिडियोबाट तपाईलाई के सन्देश प्राप्त भयो भन्ने कुरा त यहाँहरूले बुझ्नु नै भएको छ। मेरो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यस्तै भिडियोहरू हेर्न चाहनुहुन्छ भने मेरो युट्युब च्यानल मिनबहादुर तामाङ सर्च गरेर सब्सक्राइब, लाइक र कमेन्ट पनि गरिदिनु हुन अनुरोध गर्दछु। हस्त, नमस्कार।